हाई गाइस, वेलकम टु माई अ डे इन माई लाइफ। अनि आज चाहिँ म बिहानको 11 बजे उठेँ। मलाई बिहान उठ्न भनेपछि यस्तो गाह्रो हुन्छ। राति चाहिँ लेट नाइटसम्म काम हुन्छ, अनि घर आयो अनि फ्रेस हुँदा यताउति गर्दा निन्द्रै मरिसकेको हुन्छ। सो राति सुत्ने टाइम चाहिँ ढिला हुन्छ, त्यही भएर होला बिहान चाहिँ उठ्नै सक्दिनँ। जबरजस्ती उठ्छु अनि ब्रस नगर्दा र मुख नधुँदासम्म चाहिँ मलाई अझै निन्द्रा छोड्या हुँदैन। ब्रस गरेर मुख धुन्छु अनि बल्ल अलिकति फ्रेस हुन्छ, बल्ल निन्द्राबाट बिउज्या जस्तो फिल हुन्छ। अनि म मेरो आफ्नो कामतिर लाग्छु। अनि फर्स्टमा चाहिँ 1 ग्लास तातो पानी खान्छु, अनि त्यसपछि कफी बनाएर खान्छु। कफी बिना त म बाँच्नै सक्दिनँ। काममा पनि जहिले कफी आएको देखेर काम गर्ने सँगै काम गर्ने दिदीहरूले कति भनिरहेको हुन्छ, कति कफी खान्छ भन्दै। घरमा चाहिँ बनाएर खान्छु, अनि काम जाने बेलामा चाहिँ 2-3वटा बोतल किनेर लग्छु, नभए उतै लगेर लकरमा राखिरहेको हुन्छ। अनि एक दिनमा नर्मली 2टा बोतल त खाइरहेको हुन्छु मैले कफीको त्यस्तो एडिक्ट भएको छु आजभोलि म। अनि कसैले कफी खाएपछि निन्द्रै लाग्दैन भन्छ नि त। मैले त जति खाए पनि भुस परेर निदाउँछु। सायद त्यो धेरै खाने भएर बानी परेको होला। यत्रो ब्ल्याक कफी खाँदा नि म भुस परेर निदाउँछु। त्यसपछि मेरो बिहानको ब्रेकफास्टमा चाहिँ मैले सोया मिल्क अनि चिया सिड प्लस अनि ओट्स मिक्स गरेर राखेको थिएँ रेजोकोमा। अनि बिहान त्यो निकालेँ। अनि त्यसमा चाहिँ मैले मिक्स फ्रुट एड गरेँ, अनि किवी पनि थियो मसँग, अनि किवी पनि एड गरेँ। मिक्स फ्रुट चाहिँ मैले यो कहाँबाट माई बास्केटबाट किनेर ल्याएको थिएँ। गेउमु सुपा नभए माई बास्केटबाट 2वटा पसलबाट चाहिँ लिएर हुन्छु मैले प्राय। अनि 1 गिलास आउ0 बनाएँ, अनि मेरो ब्रेकफास्ट लिएँ बिहानको। त्यसपछि मैले मेरो आफ्नो बेन्तो रेडी गराउन लागेँ। बेन्तो चाहिँ मैले कहिलेकाहीँ किनेर गएको हुन्छ, कहिले टाइम हुँदा चाहिँ आफूले बनाएर लग्छ, नभए यसो कोपिनतिर छिर्यो, नभए उतै खाइरहेको हुन्छ प्राय। एक्लै हुन्छ, सो खाना बनाउनु अल्छी लाग्छ, त्यही भएर प्राय खासै बनाउँदैन म खाना चाहिँ। खाना पकायो भने पनि बिहान पकायो भने बेलुकालाई हुने एकैचोटि पकाउँछु। अल्छी छ नि त 1 नम्बरको, त्यही भएर। त्यसपछि काम जानुभन्दा अगाडि यसो बिहानको स्किन केयर गरेँ। अनि मर्निङको र नाइटको स्किन केयर चाहिँ मेरो नर्मली एउटै नै हुन्छ। अनि मर्निङमा चाहिँ त्यही सनस्क्रिन मात्रै एड गर्छु। अनि मैले त्यस्तो काम जाने बेलामा नक्कल सक्कल केही पार्दिनँ। अलिकति स्किन केयर गऱ्यो, अनि त्यसपछि सनस्क्रिन लगायो, अनि त्यत्तिकै जाने हो। मेकअप गर्न आउँदिनँ पनि, मेकअपको नलेज पनि छैन, यत्तिकै जे पाएँ त्यही गर्दै हिँडिरहेको हुन्छ। त्यही भएर नि होला म काम जाने बेलामा नि यत्तिकै गइरहेको हुन्छु, मेकअप चाहिँ केही गर्दिनँ। सनस्क्रिन चाहिँ मैले पहिला अनिसाको युज गर्थेँ, अनि पछि चाहिँ अक्वाको कस्तो टिकटकभरि भाइरल भएको देख्यो नि त। अनि नेपालमा पनि एकचोटि भाइरल भइरहेको थियो यो त। अनि त्यसपछि अक्वा युज गर्न लाग्यो, अनि अक्वाले चाहिँ मेरो फेस खै सुट गरे जस्तो लाग्यो। व्हाइट कास्टहरू केही पनि निकाल्दैन। सो मैले चाहिँ 2 वर्षमा धेरै भयो होला, सस्तो पनि छ। अनि त्यही मैले चाहिँ त्यही अक्वा नै युज गर्छु। अनि लिप ग्लस चाहिँ मैले यो कहाँ सिनबाट मगाएको हो क्या अरे सायद। लिप ग्लसमा चाहिँ मैले केही उस गर्दिनँ, मतलब गर्दिनँ, जे पाएँ त्यही युज गरिरहेको हुन्छु। ब्रान्ड पनि मतलब हुँदैन। त्यसपछि काम जाने बेला भयो, अनि म चाहिँ रेडी भइसकेँ। अनि जाने बेलामा चाहिँ मेरो घरमा चाहिँ सुइसो छ, अनि 2वटा माछाहरू छ, अनि तिनीहरूलाई खानेकुरा दिएर अनि बाई बाई भनिरहेको थिएँ त्यहाँ। घरबाट निस्किन भन्दा अगाडि चाहिँ मैले जहिले पनि तिनीहरूलाई एकचोटि बाई बाई भनिरहेको हुन्छु, त्यो बानी नै भइसक्यो। अनि त्यसपछि म काम गएँ। काममा चाहिँ कति घन्टा 9 घन्टा नै होला सायद, आज 9 घन्टा जति काम गरेँ क्या अरे। अनि उहीँ 12 बजेको थियो आज महिनाको लास्ट दिन। अनि सबै यताउति गर्दै ढिला भयो कामबाट। अनि लत्रन परेर आएको थिएँ। अनि आउँदा बित्तिकै सोफामा यत्तिकै ढलेँ। अनि म त त्यहाँ बसेर यत्तिकै मोबाइल चलाउँदा कति टाइम गएको थाहै पाउँदैन क्या। म जस्तै को हुनुहुन्छ यस्तो गर्ने। अनि यसो मेरो साथीहरूलाई हेरेको 2जना पुरा खेलिरहेको रहेछ यताउति गर्दै। अनि मैले टकटाक गर्दाको झन् कस्तो खेलिरहेको थिएँ क्या मजाले। म एकछिन त्यही हेर्दै बसेँ। त्यसपछि फ्रेस भएँ, अनि खानासाना बनाउन अल्छी लागेको थियो। अनि त्यसपछि मैले चाहिँ यत्तिकै के बनाएँ है, जङ्क फुड र धेरै खान्छ म। अनि रातिको 2 बजे यस्तो खाने को हुनुहुन्छ। डाइटिङ गर्छु भन्यो सक्दैन यस्तो खान्छु। अनि यत्रो फुल्लेर बसिरहेको छु म चाहिँ।
रातिको 2 बजे चाहिँ यस्तो खान्छु म अनि त्यो ढुङ्ग्रो चाहिँ मेरो कस्तो बच्चादेखिको फेभरेट हो क्या अनि अस्ति साथीको बर्थडेमा त सिनगोतिर गएको थियो अनि ठ्याक्कै देख्यो अनि ढुङ्ग्रो देखाएपछि त नलिने त कुरै भएन अनि लिएँ मैले हाम्रोतिर चाहिँ ढुङ्ग्रो भन्छ तपाईँहरूकोतिर चाहिँ के भन्छ कमेन्ट गर्नु होला सबैको आफ्नो आफ्नो ठाउँ अनुसारको भाषा हुन्छ म चाहिँ मुड चलाएपछि जे पनि गरिदिन्छु अनि यसो सजा जस्तै गरेर भिडियो बनाएँ अनि के गर्नु साथी खोज्न कहाँ जानु सो साथी सँगी एक्लै रङ्गी चङ्गी मेरो दुनियाँ चाहिँ आजलाई चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ